गुड इभिनिङ एभ्रिवान। नमस्कार सम्पूर्ण एमबिएस फर्स्ट सेमिस्टरमा स्टडी गर्दै गर्नुभएको विद्यार्थी साथीहरूमा। एक्जाम एकदमै नजिकिँदैछ र यो 30 दिनभित्रमा हामीले सम्पूर्ण एमबिएस फर्स्ट सेमिस्टरको 5 वटा सब्जेक्टलाई नै तयारी गर्नुपर्नेछ। अनि यो तयारीमा तपाईँहरूको साथमा म रहनेछु। त्यसकारणले आज तपाईँहरूको माझमा मार्केटिङ म्यानेजमेन्टको च्याप्टर 2 अथवा भनौँ सेकेन्ड सेसन्स अफ मार्केटिङ म्यानेजमेन्ट, जसमा हामी फिक्स 15 मार्क्सको क्वेसन्सहरू लिएर आएको छौँ र यसमा तपाईँहरूले च्याप्टर 2 सँग सम्बन्धित रहेका 15 मार्क्सका फिक्स क्वेसन्सहरूको सल्युसन्स पाउनुहुनेछ भने यसरी नै तपाईँले 30 दिनसम्म कुनै न कुनै सब्जेक्टसँग रिलेटेड क्वेसन्सहरूको सल्युसन पाउनुहुनेछ। जसरी तपाईँ आज प्रिपरेसन गर्दै हुनुहुन्छ त्यो प्रिपरेसनमा हेल्प गर्नको लागि स्टडी विथ सबु आइसकेकी छे र अबको समयमा हामी एमबिएस फर्स्ट सेमिस्टरको एकदमै इम्पोर्टेन्ट च्याप्टर 2 हामी स्टडी गर्नेछौँ भने मार्केटिङ म्यानेजमेन्टभित्र रहेर तपाईँले सबैभन्दा धेरै फोकस गर्नुपर्ने च्याप्टर्स भनेको च्याप्टर 1 एन्ड 2 हो। एकदमै रिपिटेडली क्वेसन्स 1 र 2 बाट आएको छ भने अरू बाँकी दुईटा च्याप्टर्सहरू पनि छन् जसलाई हरेक दिन एभ्री डे तपाईँहरूको माझमा मैले इम्पोर्टेन्ट च्याप्टर्सको क्वेसन्सहरू लिएर आउनेछु। स्टे ट्युन्ड इन द दिस च्यानल एन्ड तपाईँहरूलाई अबको समयमा हामी मार्केटिङ म्यानेजमेन्टको च्याप्टर 2 अन्तर्गत रहेको क्वेसन्सहरू लिएर आएका छौँ। सो च्याप्टर 2 अन्तर्गत रहेको 2024 जुन जुलाईमा रहेको एउटा क्वेसन्स छ। सो त्योभन्दा अगाडि हामीले बुझ्नुपर्ने कुरा भनेको च्याप्टर 2 लाई हो र च्याप्टर 2 भनेको चाहिँ मार्केटिङ अपर्च्युनिटी एनालाइसिस, द्याट मिन्स बजारशास्त्र अवसर विश्लेषण। यसमा हामीले बजारशास्त्र अन्तर्गत के अवसर छन् त्यो अवसरलाई हामीले कसरी विश्लेषण गर्न सकिन्छ त्यो चिजलाई हामीले पढ्छौँ। फर्स्ट हाम्रो कन्सेप्टै के हुनु पर्यो त भन्दा च्याप्टर 2 मा हामीले पढ्ने भनेको मार्केटमा भएको अपर्च्युनिटीहरूलाई कसरी एउटा सङ्गठनले चाहिँ एनालाइसिस गर्न सक्छ त्यो कुराहरू हामीले सिक्दैछौँ भनेर कन्सेप्ट क्लियर गर्नु पर्यो। र यो च्याप्टरबाट जुन पनि क्वेसन्सहरू आउँछ त्यसलाई हामीले मार्केटसँग लगेर बजारको अवसरसँग लगेर जोडेर चाहिँ एन्सर दिनुपर्ने हुन्छ है। सो धेरैजनाले चाहिँ क्वेसनको एन्सर टक 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 दिनुहुन्छ। क्वेसनको एन्सर टक टक दिने भन्दा पनि त्यो क्वेसनले चाहिँ के कुरामा रिलेट गराउन खोजिरहेको छ त्यसमा चाहिँ हामीले फोकस गर्नुपर्छ। सो फर्स्टको च्याप्टरमा हामीले इन्ट्रोडक्सनको बारेमा अथवा बजारशास्त्र के हो, बजारशास्त्र म्यानेजमेन्टले के काम गर्छ भन्ने कुराहरूदेखि लिएर होइन उत्पादनका विषयहरूमा, ग्राहकहरूको बारेमा, मार्केटले क्याप्चर गर्ने एरियाहरू जस्तो ग्राहक भयो, बजार भयो, होइन मध्यस्थकर्ताहरू भए, वस्तुहरू भयो, हामीले यो विषयमा चाहिँ इन्ट्रोडक्सनमा पढेको थियौँ। अब हामीले सेकेन्ड च्याप्टरमा चाहिँ मार्केटमा भएका अवसरलाई कसरी एनालाइसिस गर्न सकिन्छ र त्यो एनालाइसिस गर्नको लागि कुन कुन व्यक्तिले कस्ता कस्ता मोडलहरू लिएर आएका छन् त्यो मोडलहरूलाई चाहिँ स्पेसिफिकल्ली हामीले स्टडी गर्नेछौँ भने सबैभन्दा बढी च्याप्टर 2 अन्तर्गत आएका मोडलहरूको बारेमा चाहिँ डिस्कस गर्नेछौँ। सो त्यही अन्तर्गत 2025 जुन जुलाई क्वेसन नम्बर 3 मा आएको प्रश्न छ, critically examine the BCG matrix as a tool for analyzing market opportunities along with its limitations है। सो BCG म्याट्रिक्सले चाहिँ मार्केट अपर्च्युनिटीहरूलाई चाहिँ कसरी चाहिँ एनालाइसिस विश्लेषण गरेको छ एकदमै क्रिटिकली एक्जामाइन गर र यसको सीमितताहरू के छन् त्यसको बारेमा पनि भन भनेर चाहिँ भनेको छ है। सो यहाँ के बुझ्नु पर्यो भने बीसीजी मोडल अथवा बीसीजी म्याट्रिक्स चाहिँ कसले सुरु गरेको हो भन्ने कुरालाई चाहिँ पहिला बुझ्नुपर्छ है। सो बीसीजी मोडल भनेको चाहिँ अमेरिकाको एक अग्रणी व्यवस्थापन परामर्श संस्थाले स्टार्ट गरेको हो। बोस्टन कन्सल्टिङ ग्रुप भन्छ, यो ग्रुपले सुरु गरेको हो। यो ग्रुपबाट विकास भएको एउटा पपुलर एउटा म्याट्रिक्स हो है। सो योभन्दा अगाडि हामीले के कुरालाई बुझ्नु पर्यो त भन्दाखेरि
किन चाहिँ यो गर्न जरुरी छ त, होइन? सो एउटा संस्थाभित्र चाहिँ धेरैवटा रणनीतिक व्यावसायिक एकाइहरू हुन्छन्। हामीले कुनै एउटा व्यवसाय गर्दाखेरि चाहिँ पहिला सुरु व्यवसायमा विभिन्न किसिमका युनिटहरू, विभागहरू हुन्छ, होइन? त्यो विभागमा कस्ता किसिमका साधन हाल्ने, कस्ता किसिमका सामानहरू हाल्ने, कस्ता किसिमका जनशक्तिहरू हाल्ने, होइन? कति इन्भेस्ट गर्ने कि नगर्ने, होइन? भन्ने कुराहरू हुन्छ। सो त्यो युनिटै हामीले क्रिएट गर्ने कि नगर्ने भन्ने कुराहरू पनि रहेको हुन्छ। सो यही आफ्नो आफ्नो क्षमता र असक्षमता, होइन? यो सबै कुरा चाहिँ हामीले एउटा एकाइ बाट चाहिँ हामीले थाहा पाउन सक्छौँ। द्याट्स वाइ एउटा संस्थानभित्र धेरै रणनीतिक व्यावसायिक एकाइहरू हुन्छन् र त्यसको आफ्नो आफ्नै क्षमता र असक्षमता हुन्छ, होइन? र ती प्रत्येक व्यावसायिक एकाइहरूको सञ्चालनबाट संस्थामा रहने संस्थानको प्रमुख रणनीति रहिआएको हुन्छ, जसका लागि संस्थाले पोर्टफोलियो विश्लेषण चाहिँ विधि प्रयोग गर्छ। यस पोर्टफोलियो विश्लेषणको संस्थाभित्रका विभिन्न स्ट्राटेजिक बिजनेस युनिटमा जसलाई SBUS भनेर पनि चिनिन्छ, साधन थप गर्ने र कुन स्ट्राटेजिक बिजनेस युनिटमा चाहिँ साधन बढाउने वा घटाउने संस्थागत उद्देश्य प्राप्त गर्नमा सहयोग पुर्याउँछ, होइन? सो यो जानकारी प्रदान गराउनको लागि चाहिँ हामीले विभिन्न किसिमका SBU लाई चाहिँ एनालाइसिस गर्छौँ, पोर्टफोलियो विश्लेषण गर्छौँ, है? सो यो पोर्टफोलियो विश्लेषण गर्नको लागि चाहिँ धेरै किसिमका विधिहरू छ। त्यो मध्ये एउटा चाहिँ BCG मोडल हो, है? विच वान इज भेरी इम्पोर्टेन्ट। अघि पनि भने यो एकदमै धेरै प्रख्यात छ। अब यो मार्केटले चाहिँ कसरी चाहिँ गर्दो रहेछ त, यो मोडलले चाहिँ कसरी विश्लेषण गर्दो रहेछ त, होइन? स्ट्राटेजिक बिजनेस युनिटलाई भन्दाखेरि चाहिँ हामीले यहाँनिर एउटा फिगर देख्न सक्छौँ, है? सो यहाँनिर एउटा हाई, माथिपट्टिबाट हाई, तलपट्टिबाट लो देखाइएको छ। अनि यहाँनिर के भनेको छ भने माथिपट्टिको हाईमा चाहिँ मार्केट ग्रोथ रेट देखिएको छ भने तलपट्टि चाहिँ हामीले रिलेटिभ मोडल रिलेटिभ मार्केट सेयर भनेर देख्न सक्छौँ, है? सो सबै क्यालकुलेसन्स चाहिँ हामीले यीबाट गर्छौँ। मार्केट ग्रोथ रेट भनेको चाहिँ के हो भने वार्षिक रूपमा बजार कति वृद्धि भइरहेको छ भन्ने कुरा मार्केट तपाईँको चाहिँ मार्केट ग्रोथ रेटले बताउँछ भने कुनै पनि व्यवसायले आफ्नो वस्तुको व्यापार गर्ने स्थान अथवा सेयर अथवा अंश भनौँ, होइन? बजारलाई कति क्याप्चर गरेको छ भन्ने कुरा चाहिँ रिलेटिभ मार्केट सेयरले चाहिँ बताउँछ, है? सो मानिलिउँ विनोद चौधरी हाम्रो जो व्यक्ति हुनुहुन्छ, हामी सबैलाई थाहा भएको नेपालको धनी व्यक्तित्व मध्येमा हुनुहुन्छ। उहाँको मेन प्रोडक्सन वाइवाई, होइन? वाइवाई चाउचाउलाई नै हेर्ने हो भने अब वाइवाई चाउचाउको उदाहरणबाट हामीले कसरी हेर्न सक्छौँ भने चाउचाउ चाहिँ एउटा इन्डस्ट्री भयो। त्यो इन्डस्ट्री अथवा त्यो बजारको वृद्धि दर कति छ भन्ने कुरा एउटा भयो, होइन? र अर्को भनेको चाहिँ चाउचाउ त वाइवाई मात्रै छैन नि त, धेरैवटा किसिमका चाउचाउ छन्। त्यो मध्ये वाइवाईले चाहिँ मार्केट कति लिएको छ अथवा उसको रिटेल कति छ, उसको ग्राहक कति छ, होइन? सो रिटेल गर्ने तपाईँको चाहिँ पसलहरू धेरै छन् अथवा कन्ज्युम गर्ने ग्राहकहरू धेरै छन् भने उसको रिलेटिभ मार्केट सेयर के छ? हाई छ। यदि उसको रिलेटिभ मार्केट सेयर पनि हाई छ, चाउचाउको मार्केट पनि हाई छ भने त्यो अवस्था भनेको चाहिँ BCG मोडल अनुसारले तारा अथवा स्टारको अवस्था हो, जसमा चाहिँ बजार वृद्धि दर धेरै हुन्छ। बजारमा हिस्सा पनि के छ त उत्पादन भएको, उत्पादनको हिस्सा पनि के छ? धेरै छ। र भविष्यमा चाहिँ क्यास काउ बन्ने सम्भावना पनि धेरै छ भनेको प्रफिट धेरै बनाउन सक्ने सम्भावना धेरै छ भनेर बुझिन्छ। यसै गरी चाउचाउदेखि बाहेक अरू धेरैवटा के अरे हामीले चाहिँ वस्तुहरूलाई यसरी नै विश्लेषण गर्न सक्छौँ। वस्तुको मार्केट ग्रोथ रेट कति छ र रिलेटिभ मार्केट सेयर यसले कति लिन सक्छ भन्ने आङ्कलन गरेर हामीले यसरी लिन सक्छौँ। अब यो चाउचाउ अथवा यो वस्तु चाहिँ, होइन, कुन अवस्थामा हामीले कन्टिन्यू गर्ने, कुन अवस्थामा हामीले लगानी गर्ने, कुन अवस्थामा हामीले लगानी नगर्ने अथवा त्यो वस्तुलाई चाहिँ हामीले उत्पादनै नगर्ने भन्ने कुरा चाहिँ BCG मोडलद्वारा थाहा पाउन सकिन्छ। त्यसमध्येमा यदि कुनै पनि वस्तु ताराको अवस्थामा अथवा स्टार अवस्थामा आएको छ भने यो अवस्थामा चाहिँ
कुनै पनि कम्पनीले चाहिँ के गर्नुपर्छ भने लगानी बढाउनुपर्छ ताकि प्रतिस्पर्धीहरूबाट जोगाउन सकियोस् र तीव्र गतिमा वृद्धि गर्न प्रशस्त स्रोत र साधन आवश्यक पर्ने भएकोले गर्दाखेरि यो आवश्यकता परिपूर्ति गर्नको लागि चाहिँ कुनै पनि कम्पनीले धेरै लगानी गर्नुपर्ने हुन्छ त्यो वस्तुमा है। सो सेकेन्ड भनेको चाहिँ क्याश काउको अवस्था अथवा भनौँ क्याश काउ भन्दा पनि क्वेसन मार्कको अवस्थालाई पहिला सुरुमा हेरौँ। क्वेसन मार्क भनेको प्रश्न चिन्ह यो मोडल भनेको चाहिँ यो मोडलमा चाहिँ के हुन्छ त भन्दाखेरि यसलाई चाहिँ एउटा समस्याग्रस्त बालक अथवा प्रब्लम चिल्ड्रेन भनेर पनि भनिन्छ। किनभने यति बेला चाहिँ मार्केट चाहिँ एकदमै हाई हुन्छ होइन, तर बजारको अंश अथवा बजारको हिस्सा चाहिँ के हुन्छ त भन्दा न्यून हुन्छ क्या होइन। जस्तै अहिले चाउचाउमा हामीले के खाइरहेको छौँ भन्दाखेरि वाइवाई खाइरहेको छौँ भने धेरैजनाको पहिला वान एन्ड अन्ली वाइवाई थियो भने अब अहिले धेरैजनाले करेन्ट पनि लिनुहुन्छ होइन। भनिसकेपछि यदि अब वाइवाईलाई नै हामीले एनालाइसिस गर्ने हो भने वाइवाईको एनालाइसिसमा चाहिँ यदि उसको चाउचाउको ग्रोथ वृद्धि दर राम्रो छ तर मार्केट लिन सकिरहेको अवस्था छैन भने त्यति बेला चाहिँ अब के हुन्छ त भन्दाखेरि कम्पनीमा एउटा क्वेसन उत्पन्न हुन्छ क्या, जसमा चाहिँ उच्च प्रतिस्पर्धा र बजार अंश प्राप्त गर्नको लागि संगठनलाई आर्थिक भार परेको रहेछ भन्ने कुरा चाहिँ अब संगठनले थाहा पाउनुपर्छ र त्यो अवस्थामा लगानी बढाउनु पर्ने हुन्छ। तसर्थ यस्तो अवस्थामा छिटो प्रतिस्पर्धामा सफल भई मुनाफामा जाने रणनीति लिनुपर्छ भनेको स्ट्राटेजी लगाउनु पर्यो छिटो प्रफिट कमाउने, होइन भने हामीले वस्तु उत्पादनलाई नै छोड्नु पर्ने हुन सक्छ है। सो कुन मोडलमा छ भन्ने कुरा थाहा पाउनु पर्यो। सो थर्ड नम्बरमा छ क्याश काउ भन्छ। अब यसले चाहिँ केलाई प्रतिनिधित्व गर्छ भन्दा न्यून बजार वृद्धि दर छ भनेको चाउचाउको मार्केट चाहिँ कम्ती छ तर बजार अंश भने उच्च रहेको छ होइन। भनेको वाइवाई लाई नै फेरि हेर्ने हो भने चाउचाउको मार्केट अथवा करेन्टको मार्केटलाई हेर्ने हो भने चाउचाउको मार्केट त्यति धेरै के छैन, चलपल छैन, तर करेन्टले के लिइरहेको छ त भन्दाखेरि बजारको केही हिस्सा लिइरहेको छ अनेक तरिकाले अनेक रणनीतिले गर्दाखेरि। भनेपछि अब यसमा चाहिँ के हुन्छ भन्दा जब हामी क्याश काउन्सको अवस्थामा आइपुग्छौँ तब चाहिँ उच्च बजार अंश होइन कायम राख्नको लागि बाहेक अन्य खर्चको आवश्यकता पर्दैन होइन। हिस्सा मात्रै राखिराख्नु पर्यो किनकि स्ट्राटेजी लगाइराख्नु पर्यो बजारको हिस्सा लिनको लागि, तर त्योदेखि बाहेकको अरू चिजहरूमा चाहिँ खर्च आवश्यक पर्दैन। यसले गर्दाखेरि चाहिँ यो अवस्थामा कुनै पनि वस्तुले के गर्छ नगद सिर्जना गर्छ र संगठनको आधारको रूपमा चाहिँ रहेको हुन्छ है। सो चौथो भनेको चाहिँ डग अथवा कुकुर भनिन्छ क्या। भनेको मतलब यसले चाहिँ न्यून बजार वृद्धि र न्यून बजार पनि कम्ती छ, बजारको वृद्धि दर पनि र बजारको हिस्सा पनि कम्ती छ। बिस्तारै बिस्तारै के हुँदै जाँदैछ त भन्दाखेरि त्यो वस्तु चाहिँ बजारले रुचाउनै छोडिसकेको अवस्था छ भने यो संगठनको लागि खासै आम्दानी नदिने हुँदा यसलाई चाहिँ के गर्नु पर्यो भने हटाइदिनु नै उचित हुन्छ। किनभने यसमा धेरै लगानी थप गरे पनि मुनाफा बढ्ने सम्भावना के छ कम्ती छ। द्याट्स वाइ अब के गर्नु पर्यो त अब जुन स्ट्राटेजिक बिजनेस युनिटमा जुन वस्तु छ त्यो वस्तुलाई चाहिँ हटाउन सकिन्छ यदि डक अथवा अन्तिम स्टेजमा चाहिँ आइरहेको छ भने है। सो यस प्रकार बीसीजी मोडलले बजारशास्त्र रणनीति भनेको स्ट्राटेजी फर्मुलेट गर्नको लागि मद्दत पुर्याउँछ। यसले संगठनलाई आफ्ना एसबियुएसमा साधन बाँडफाँड गर्ने वा नगर्ने सम्बन्धमा निर्णय लिनमा महत्त्वपूर्ण भूमिका चाहिँ खेलेको हुन्छ है। सो यसको धेरै के अरे सीमितताहरू पनि छन्। त्यो मध्येमा चाहिँ बजार विस्तार र बजार अंशको साँघुरो परिभाषा छ यसमा होइन। र अर्को भनेको के त भन्दा दुईवटा तत्त्वमा मात्रै आधारित क्या होइन। बजार विस्तार र बजार अंशको साँघुरो परिभाषा होइन केवल दुईवटा तत्त्वमा मात्रै आधारित छ। उच्च बजार अंशले सधैँ नाफा दिँदैन होइन। बजार चाहिँ बजारको अंश चाहिँ अब धेरै छ भन्दैमा सधैँ के हुन सक्दैन भन्दाखेरि नाफा हुन्छ भन्ने पनि हुन सक्दैन। बजारको पहिचान बजार कस्तो छ भन्ने कुरा पहिचान गर्नलाई के गर्छ त भन्दा बजार वृद्धि दर मापन गर्नको लागि कठिन हुन्छ है। सो
व्यावसायिक एकाइ बीचको अन्तर सम्बन्धलाई चाहिँ व्यवस्था गर्छ होइन। उत्पादन बीचको व्यावसायिक एकाइ बीच अथवा उत्पादन बीचको सम्बन्धलाई व्यवस्था गर्छ र भविष्यको अनिश्चिततालाई चाहिँ समेट्न सक्दैन क्या अझै पनि यो मोडलले है। सो भनेपछि यसको सीमितता के रहेछ भन्ने कुरा हामीले बुझ्यौँ। जहाँनिर चाहिँ हामीले चाहिँ स्टार क्वेसन मार्क काउ र डग बीचको आपसी सम्बन्ध अथवा सिनर्जी प्रभाव बारे चाहिँ बीसीजी मोडलले ध्यान दिएको छैन भनिन्छ है। सो यी 4 श्रेणीको छुट्टा छुट्टै अध्ययन गर्नाले कहिलेकाहीँ डग श्रेणीमा परेको उत्पादनले स्टारको उत्पादनलाई सहयोग पुर्याएको पनि हुन सक्छ है। भनेपछि अब कुन कुन श्रेणीको कुन युनिटको वस्तुलाई चाहिँ के गर्ने त प्राथमिकतामा दिने भन्ने कुराहरू चाहिँ यसको चाहिँ एउटा लिमिटेसन रहेको छ है। सो त्यस्तै गरेर बीसीजी मोडल अथवा बीसीजी म्याट्रिक्स पछाडि अर्को एउटा मोडल अथवा अर्को एउटा म्याट्रिक्स आयो जसलाई जीई मोडल भनेर भनिन्छ। अब 2024 जुलाई अगस्टमा सोधेको क्वेसन हो यो। अनि यो क्वेसन चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट पनि छ किनभने 22 मा पनि सोधेको छ, 21 को अप्रिलमा पनि सोधेको छ अनि 2021 को ब्याकमा पनि सोधेको छ र साथैमा 2018 मा पनि यो सेम क्वेसन चाहिँ सोधिएको थियो है। सो सपोज यु आर अपॉइंटेड एज अ manager of a company, how do you apply BCG and GE model for strategic planning and resource allocation? Illustrate with matrix भनेको छ हैन। म्याट्रिक्सलाई नै बनाएर चाहिँ के गर भनेको छ। जीई मोडलको बारेमा चाहिँ लेख। यदि जीई मोडल यदि अथवा बीसीजी एन्ड जीई मोडल दुईटा बीचमा चाहिँ कुन चाहिँ इम्पोर्टेन्ट छ अथवा कुन चाहिँ गर्न सकिन्छ भनेर यदि रणनीतिक योजना र स्रोत साधन विनियोजनका लागि व्यवस्थापकको रूपमा तिमीलाई नियुक्ति गरिएको छ भने कुन मोडल प्रयोग गर्ने भनेर चाहिँ भनेको छ है। सो अब यहाँनिर के एन्सर रहेको छ भन्दा यदि म कुनै यहाँ दुईटै एन्सर्स दिएको छ। यदि बीसीजी हो भने के गर्थे र जीई हो भने के गर्थे भन्ने कुराको दुईटैको बारेमा लेखिएको छ हैन। यदि म कुनै कम्पनीको व्यवस्थापकको रूपमा नियुक्ति भएको भए मैले रणनीतिक योजना र स्रोत साधन विनियोजनको लागि बीसीजी मोडल प्रयोग गर्ने थिए। बीसीजी मोडलले कम्पनीका विभिन्न स्ट्राटेजिक बिजनेस युनिटलाई बजार वृद्धि दर र सापेक्ष बजार हिस्सा रिलेटिभ मार्केट शेयरका आधारमा 4 भागमा वर्गीकरण गर्दछ भनेर। अब तपाईले चाहिँ बीसीजी गर्ने कि बीसीजीलाई कसरी अप्लाई गर्ने अनि अथवा भनौँ तपाईले चाहिँ जीई मोडललाई कसरी अप्लाई गर्ने त्यो चाहिँ तपाईको भनाइ अथवा आफ्नै तरिकाले तपाईले लेख्ने हो है। सो यहाँनिर चाहिँ बीसीजी मोडल छ। अघि मैले यसको बारेमा एक्सप्लेन पनि गरिसकेको थिएँ। अब हामी जीई मोडललाई हेर्छौँ है। सो जीई मोडललाई चाहिँ एउटा जेनेरल इलेक्ट्रोनिक मोडल भनेर भनिन्छ। यो मोडलले उद्योग आकर्षण अथवा इन्डस्ट्री अट्र्याक्टिभनेस र प्रतिस्पर्धात्मकको स्थिति कम्पिटिटिभ पोजिसन का आधारमा रणनीतिक योजना तथा स्रोत विनियोजन गर्न मद्दत गर्छ है। सो इन्डस्ट्री कतिको अट्र्याक्टिभ छ, उद्योगै अट्र्याक्टिभ छ कि छैन या त्यसको प्रतिस्पर्धात्मक स्थिति कस्तो छ, यो दुईटा कुरालाई मापन गरेर यो दुईटा कुराको आधारमा चाहिँ स्ट्राटेजी र स्ट्राटेजी प्लानिङ गर्ने र साथैमा चाहिँ सोर्सेसहरूलाई चाहिँ विनियोजन गर्नको लागि चाहिँ मद्दत पुर्याउँछ। सो उद्योग आकर्षण कुन कुन अवस्थामा हुन्छ भन्दाखेरि यदि हैन उद्योगको आकार कस्तो छ, त्यसको वार्षिक वृद्धि दर कस्तो छ, प्रतिस्पर्धीको संख्या तथा गुण कस्तो छ, नाफाको स्थिति कस्तो छ, प्रविधि कतिको छ हैन र वातावरणीय शक्ति कस्तो छ र बजार प्रवेश लागत कति छ भन्ने कुरा चाहिँ उद्योग आकर्षण अन्तर्गत पर्दछ है। सो प्रतिस्पर्धात्मक स्थिति मा चाहिँ प्राविधिक विशेषज्ञता कति छ, बजार अंश मार्केटको के अरे हिस्सा कति लिएको छ, उत्पादनको गुणस्तर कस्तो छ, एकाइ लागत हैन वितरण अवस्था कस्तो छ, ग्राहक सेवा कतिको राम्रो छ, अनुसन्धान तथा विकास आरएनडी आफ्नै छ कि छैन हैन, ब्रान्ड बनाएको छ कि छैन अथवा वित्तीय स्रोत कस्तो छ, यी चिजले चाहिँ प्रतिस्पर्धाको स्रोतलाई अथवा प्रतिस्पर्धात्मक स्थितिलाई चाहिँ जनाउँछ। अब यसमा हामीले के कुरालाई हेर्छौँ त भन्दाखेरि यहाँ एउटा फिगर दिएको छ इन्डस्ट्री अट्र्याक्टिभनेस र कम्पिटिटिभ पोजिसन। एक्स एक्सिसमा चाहिँ हामीले प्रतिस्पर्धात्मक स्थितिलाई हेरेको छौँ भने वाइ एक्सिसमा चाहिँ उद्योग आकर्षकतालाई चाहिँ देखाएको छ। अब यहाँनिर के हेर्न सकिन्छ भने उच्च मध्यम र न्यून भागमा चाहिँ उद्योग आकर्षणलाई विभाजन गरेको छ। त्यसै गरी कम्पिटिटिभ पोजिसनलाई पनि स्ट्रङ मिडियम र विक उच्च मध्यम र न्यून गरेर विभाजन गरेको छ। अब हामीले यो यहाँ 9 वटा कोठाहरू तयार भएको छ
त्यसमा 3 वटा कलर लगाएको छ। एउटा ग्रीन, एउटा येल्लो, एउटा चाहिँ रेड। हरियो, पहेँलो र रातो। अब हामीले ग्रीन, येल्लो र रेडलाई हामीले हेर्नुपर्छ। यो चित्रको 1, 2 र 4 हरियो रङमा छन्, ग्रीन लेखिएको छ। यो रङले चाहिँ व्यवसायलाई अगाडि बढ्ने अथवा हाई छ, हैन? यो अवस्थामा व्यवसाय अगाडि बढ्न सक्छ भन्ने संकेत दिन्छ, हैन? किनभने यसको उद्योग आकर्षकता उच्च छ, प्रतिस्पर्धात्मक स्थितिमा पनि पर्दछ, जसको अर्थ हो कि यो अवस्थामा व्यवसायमा लगानी बढाउनु उपयुक्त हुन्छ, है? त्यस्तै गरेर 3, 5 र 7 जुन पहेँलो रङमा देखिएको छ, यो पहेँलो रङले व्यवसायलाई पर्खी अनि हेर, हैन? पर्खेर हेरिसके पछाडि चाहिँ अनि मात्रै अगाडि जा है भन्ने संकेत चाहिँ दिन्छ। यस अवस्थामा स्ट्र्याटेजिक बिजनेस युनिटको सञ्चालन स्तर यथावत कायम राख्ने, हैन? जुन अपरेसन भइरहेछ, सञ्चालन भइरहेछ, त्यो स्तरलाई चाहिँ जस्तो छ त्यस्तै अवस्थामा राख्ने उपाय गर्नुपर्छ, हैन? लगानी गर्दा छनौट पूर्ण लगानी नीति अपनाउनुपर्छ। किनभने यो अवस्थामा चाहिँ के भइरहेको छ भन्दाखेरि मार्केट चाहिँ प्रफिटेबल अथवा यसको इन्डस्ट्री अट्र्याक्टिभनेस चाहिँ खासै देखिएको छैन भने यसमा कम्पिटिसन पनि त्यति धेरै देखिएको छैन। त्यही भएर यसमा चाहिँ पर्खिनुपर्छ, लगानी पनि बिस्तारै हेरेर मात्रै गर्नुपर्छ भन्ने कुरा चाहिँ गर्न सकिन्छ है। सो 6, 8 र 9 जसमा चाहिँ रेड देखिएको छ, यो कोठामा चाहिँ रातो रङ देखिएको छ, जहाँ चाहिँ रातो रङले व्यवसायलाई खतराको संकेत दिँदैछ। यसमा अब सन्तोषजनक यो चाहिँ विभाग मानिँदैन है। अब यो विभागबाट चाहिँ खासै धेरै दीर्घकालीन फाइदा लिन सकिँदैन। त्यसैले यस अवस्थाको, हैन, वस्तुहरूलाई चाहिँ जतिसक्दो हामीले के गर्ने भने फाइदा लिन सक्ने गरी र थप लगानीलाई चाहिँ नगरी बन्द गर्नुपर्छ भन्ने संकेत चाहिँ दिन्छ। भनेपछि मल्टिपल, हैन, एकाइ भएका व्यवसायले त्यो मल्टिपल वस्तुहरूलाई अथवा मल्टिपल विभागका वस्तुहरूलाई कसरी लगानी गर्ने, कसरी चाहिँ त्यसलाई चाहिँ स्टेबिलिटीमा राख्ने या बन्द गर्ने भन्ने एउटा अवसरलाई, एउटा चुनौतीलाई चाहिँ यसले हेर्नको लागि मद्दत पुर्याउँछ। र यो च्याप्टरको सबैभन्दा इम्पोर्टेन्ट मोडल, सबैभन्दा धेरै आएको मोडलै यही हो। त्यस पछाडि हामी अर्को क्वेसनमा जान्छौँ। यस पछाडिका क्वेसन्सहरू पनि इम्पोर्टेन्ट क्वेसन्सहरू हो, तर सबैभन्दा म्याक्सिमम इम्पोर्टेन्ट भनेको चाहिँ बीसीजी म्याट्रिक्स र तपाईँको चाहिँ जीई मोडलको म्याट्रिक्सहरू हो। यसलाई चाहिँ राम्रोसँगले प्र्याक्टिस गर्नुपर्ने हुन्छ है। सो होप यु अन्डरस्ट्यान्ड दिस। तपाईँको चाहिँ यो क्वेसन्सहरूलाई चाहिँ मजाले बुझ्नुभयो भन्ने मलाई आशा लागेको छ। र बुझ्नु भएन भने तपाईँले कमेन्ट पनि गर्न सक्नुहुन्छ। र अर्को क्वेसन छ 3 नम्बरको क्वेसन, हाउ यु क्यान आइडेन्टिफाई मार्केट अपर्च्युनिटी एन्ड डेभलप स्ट्राटेजी युजिङ बीसीजी मोडल, हैन? बीसीजी मोडललाई चाहिँ युज गरेर तपाईँले कसरी मार्केटलाई चाहिँ के गर्न सक्नुहुन्छ त, आइडेन्टिफाई गर्न सक्नुहुन्छ भनेर सोधेको छ। पहिलो पोइन्ट रहेको छ सूचनाको स्रोत पहिचान गर्ने है। आइडेन्टिफाई सोर्स अफ इन्फर्मेसन। बजार अवसर विश्लेषणका लागि कम्पनीले उपलब्ध सूचना र तिनको विश्वसनीयतामा निर्भर गर्दछ। त्यसैले सम्बन्धित सूचनाको विविध स्रोतहरू तथा माध्यमहरू पहिचान निश्चित गरिन्छ। यस अन्तर्गत विभिन्न आन्तरिक स्रोतहरू जस्तै फाइलहरू, कागजहरू, वैदिकता तथा सुपरिवेक्षण, आन्तरिक स्रोतहरू जस्तै बैंक, आपूर्तिकर्ता, ग्राहक, हैन, यी सबै व्यक्तिगत अनुभव, हैन, कार्यशाला, समाचार पत्र, अनि अनुसन्धानकर्ता, यस्ता चिजहरूबाट चाहिँ हामीले प्रमुख स्रोतको रूपमा, प्रमुख माध्यमको रूपमा चाहिँ यसलाई लिन सकिन्छ र सूचनाको स्रोतलाई पहिचान गर्न सकिन्छ। दोस्रो भनेको चाहिँ वस्तु बजारको परिभाषा, हैन, डिफाइनिङ प्रोडक्ट मार्केट्स। अवसर वस्तु बजारबाट नै प्राप्त गर्न सकिन्छ। तसर्थ बजार अवसर विश्लेषण प्रक्रियाको दोस्रो चरणमा वस्तु बजारलाई परिभाषित गर्नुपर्छ। वास्तवमा अवसर विश्लेषण बजारमा उपलब्ध वस्तुको लागि गरिन्छ, हैन? यो वस्तुद्वारा वस्तु भनेको प्रोडक्ट बाई प्रोडक्ट र मार्केट बाई मार्केटको आधारमा गरिन्छ है। सो थर्ड भनेको चाहिँ बजारको आकृतिकरण। पहिला के गर्नु पर्यो? फर्स्ट सूचनाको स्रोत पहिचान, सेकेन्ड वस्तु बजारको परिभाषा, थर्ड बजारको आकृतिकरण भनेको प्रोफाइलिङ मार्केट। यस अन्तर्गत कुल बजारलाई समान आवश्यकताको
तथा विशेषता भएका एउटै किसिमको ग्राहकहरूको समूह अर्थात् बजार खण्ड को मा चाहिँ विभाजन गरिन्छ। जियोग्राफिकल होइन, डेमोग्राफिकल अथवा के अरे साइकोग्राफिक र बिहेभियरल आदि जस्ता आधारमा चाहिँ वर्गीकरण गरेर प्रयोग गरिन्छ है। सो फोर्थ वान भनेको चाहिँ बजार आकार अनुमान गरिन्छ। मार्केट साइज एस्टिमेसन कति छ होइन, बजार आकार भनेको बजारको माग हो होइन। यसले कुनै निश्चित समयमा निर्धारित मूल्यमा निश्चित भौगोलिक क्षेत्रमा निश्चित ग्राहकद्वारा खरिद गरिएको वा खरिद गर्न इच्छा गरिएको वस्तु वा सेवाको कुल परिमाणलाई जनाउँछ। कति माग छ त होइन एउटा वस्तुको। यस्तो बजार आकार अनुमान गर्न कम्पनीले सम्भावित ग्राहक संख्या, प्रति ग्राहकको खरिद गर्ने औसत परिमाण र बिक्री मूल्य निर्धारण गर्नु पर्दछ है। यसरी विभिन्न खण्डको कुल बजारको अनुमान गरी त्यस बजारको आकार अनुमान गर्न सकिन्छ, जसबाट विभिन्न बजारहरूको आकारलाई होइन, विभिन्न बजारहरूको आकारहरूलाई तुलना गरेर बजार अवसर पहिचान गर्न सकिन्छ है। सो फिफ्थ वान इज बजार अवसरको मूल्याङ्कन। अब इभ्यालुएट मार्केट अपर्च्युनिटिजहरू गर्नु पर्यो। अब त्यसको लागि चाहिँ के छ त होइन, कुन वस्तुको लागि प्राप्त हुने बजार अवसरहरू उपयुक्त स्वीकार्यताका आधारमा मूल्याङ्कन गर्ने होइन कार्यहरू चाहिँ के छन्, त्यो कार्यहरू चाहिँ गर्नुपर्छ है। अब त्यो कार्यहरू भनेको लक्षित बजारको पहिचान गर्नु पर्यो, बजारमा आवश्यकताहरूको बुझाइ के छ हेर्नु पर्यो, लक्षित बजार टार्गेटेड मार्केटमा चाहिँ प्रतिस्पर्धीहरूको सबलता होइन, स्ट्रेन्थ र के अरे दुर्बलता विकनेस के छ भन्ने कुरा मूल्याङ्कन गर्नु पर्यो, लक्षित बजारमा बिक्रीको पूर्वानुमान गर्नु पर्यो है। सो छैटौँ छ बजारशास्त्र रणनीति विकास, डेभलपिङ मार्केट स्ट्राटेजी। अब सबै कुरा हामीले पहिचान गरिसकेपछि बजार अवसर विश्लेषण प्रक्रियाको अन्तिम चरणमा चाहिँ बजारशास्त्र रणनीति विकास गरिन्छ। बजारशास्त्र रणनीति बजार अवसरका आधारमा विकास गरिन्छ। यसको लागि उपयुक्त स्वीकार्य र सम्भाव्य बजार अवसरका विकल्पहरूलाई तिनीहरूबाट प्राप्त हुने सम्भाव्य लाभको आधारमा श्रेणीबद्ध गरिन्छ। त्यसमध्ये सबैभन्दा आकर्षक विकल्पहरू बजारशास्त्र रणनीतिको रूपमा छनौट गरिन्छ है। यसरी चाहिँ हामीले मार्केट अपर्च्युनिटी, बजारको अवसर र होइन तपाईँको चाहिँ स्ट्राटेजिक अथवा भनौँ स्ट्राटेजिक डेभलपलाई चाहिँ बिसिजी मोडल प्रयोग गरेर यसरी हामीले आइडेन्टिफाई गर्न सक्छौँ। पहिलो, सूचनाको स्रोत पहिचान गरेर, वस्तु बजारको परिभाषा हेरेर होइन, बजारको आकृति हेरेर, बजारको आकारको अनुमान गरेर होइन, बजारको अवसरको मूल्याङ्कन र बजारशास्त्र रणनीति विकास गरेर चाहिँ हामीले मार्केट अपर्च्युनिटी र तपाईँको चाहिँ रणनीति विकास चाहिँ बिसिजी मोडलद्वारा पहिचान गर्न सक्छौँ। अब अर्को चौथो क्वेसन रहेको छ, हाउ इज जेनरल इलेक्ट्रोनिक एडमिन्स GE matrix superior to Boston Consulting Group BCG model? How do you identify marketing opportunities to develop more strategies using GE model? भनेको BCG matrix भन्दा GE matrix उत्कृष्ट हुनुको कारणहरू चाहिँ के हो त भनेको छ। अब पहिलो कारण भनेको चाहिँ जेनरल इलेक्ट्रिक म्याट्रिक्सले प्रत्येक रणनीतिक व्यावसायिक इकाइहरूमा स्रोत साधनको विभाजन गर्न बजार आकर्षकता र प्रतिस्पर्धात्मक स्थितिलाई जोड दिन्छ भने बिसिजी म्याट्रिक्सले प्रत्येक रणनीतिक व्यावसायिक इकाइहरूमा स्रोत साधन बाँडफाँड गर्दा बजारको वृद्धि दर र सापेक्षित बजार अंशमा जोड दिन्छ है। सो जीई म्याट्रिक्समा बिसिजी म्याट्रिक्स भन्दा धेरै चरहरूको विश्लेषण गरिने भएकोले चाहिँ जीई म्याट्रिक्स चाहिँ बिसिजी म्याट्रिक्स भन्दा महत्त्वपूर्ण रणनीतिक निष्कर्ष र मार्गदर्शन दिनु सक्छ। अब अर्को कुरा के छ थर्डमा भने जीई म्याट्रिक्सले 9वटा सेलको आधारमा रणनीतिक व्यावसायिक एकाइको विश्लेषण गर्छ भने बिसिजी म्याट्रिक्सले 4वटा सेलको मात्र विश्लेषण गर्ने हुँदा पोर्टफोलियोको दृष्टिकोणबाट हेर्दा पनि जीई म्याट्रिक्स उपयुक्त मानिन्छ। जीई म्याट्रिक्सको कार्यक्षेत्र बिसिजी म्याट्रिक्सको भन्दा ठुलो छ। बिसिजीले व्यवसायका सबै उत्तरदायित्वका तत्त्वहरू समेट्न सक्दैन भने तुलनात्मक रूपमा जीई म्याट्रिक्सले बिसिजी भन्दा धेरै व्यावसायिक उत्तरदायित्वहरू समेट्छ। जीई म्याट्रिक्सले इनोभेसन, अनुसन्धान तथा विकासलाई जोड दिन्छ भने बिसिजी म्याट्रिक्सले इनोभेसनमा जोड दिँदैन हैन, जे छ त्यसैलाई कसरी अगाडि बढाउने, लगानी गर्ने भन्ने कुरामा मात्रै जोड दिन्छ। अब जीई म्याट्रिक्सले वातावरणीय तत्त्व, नीति नियमलाई मध्यनजर गरी
रणनीतिक व्यावसायिक इकाइको निर्माण गर्छ। तर BCG म्याट्रिक्सले यस्ता तत्त्वहरूलाई जोड नदिई बजार अंश र बजार वृद्धिमा मात्र जोड दिई रणनीतिक व्यावसायिक इकाइ निर्माण गर्छ। सो दिज आर द डिफरेन्सेस। यो पनि इम्पोर्टेन्ट छ, 2018 मा आएको क्वेशन्स हो। So, पाँचौं क्वेशन छ, why do organizations undertake the techniques of identify market opportunities at portfolio analysis? Describe SBU model as technique of identifying market opportunity. सङ्गठनले बजार अवसर पहिचान गर्न पोर्टफोलियो विश्लेषण विधि अवलम्बन गर्नुको कारणहरू चाहिँ बताएको छ। पोर्टफोलियो विश्लेषण एउटा महत्त्वपूर्ण रणनीति हो जसमा सबै रणनीतिक व्यावसायिक इकाइहरूलाई स्रोत साधनहरू उपलब्ध गराउने सम्बन्धमा एक उचित मापदण्डका रूपमा लिने गरिन्छ। कुन स्ट्राटेजिक बिजनेस युनिटमा स्रोत साधन थप गर्दा र कुनमा चाहिँ स्रोत साधन घटाउँदा रणनीतिक लाभ प्राप्त गर्न सकिन्छ भन्ने कुराको जानकारी चाहिँ पोर्टफोलियो विश्लेषणले प्रदान गर्दछ। त्यसैले सङ्गठनले बजार अवसर पहिचान गर्न पोर्टफोलियोको विश्लेषण विधि अवलम्बन गर्नका कारणहरू चाहिँ निम्नअनुसार छन्। पहिलो हो, पोर्टफोलियो विश्लेषणको प्रयोगद्वारा बजार अवसर पहिचान गर्न व्यवस्थापकलाई योजना तर्जुमा तथा सञ्चार कुशलतामा अभिवृद्धि गर्न मद्दत पुग्छ। दोस्रो, सङ्गठनले बजार अवसर पहिचान गर्दा कुन रणनीतिक व्यावसायिक इकाइको बजार क्षमता कस्तो छ र त्यसलाई अझै सशक्त बनाउन अपनाउनु पर्ने रणनीतिक कदमका बारेमा थाहा पाउन सकिन्छ। तेस्रो छ, पोर्टफोलियो विश्लेषणबाट बजार अवसर पहिचान गर्दा SBU अथवा स्ट्राटेजिक बिजनेस युनिटको दुर्बलता समयमै पहिचान गरी जोखिम कम गर्न सकिन्छ हैन। यसरी चाहिँ विभिन्न कारणहरू रहेका छन् भने बजार अवसर पहिचान गर्ने रणनीतिक व्यावसायिक इकाइ नमुना हैन कस्तो छन् त भन्दा, एउटा व्यावसायिक सङ्गठनमा एउटा मात्र व्यावसायिक कार्य वा एउटा मात्र व्यावसायिक विभाग नभएर धेरै सङ्गठनमा धेरै व्यावसायिक विभागहरू हुन सक्छन्। ती सबै विभागहरूले आफ्नै किसिमका वस्तुहरू उत्पादन गर्छन् र बजारीकरण गर्छन्। उनीहरूको बजार अंश, बजार खण्ड छुट्टाछुट्टै हुन्छ र तिनका ग्राहकहरू पनि नितान्त बेग्ला-बेग्लै हुन्छन्। उनीहरू आफ्ना बेग्ला-बेग्लै ग्राहकहरूको आवश्यकताहरू पूरा गर्नका लागि क्रियाशील हुन्छन्। यस प्रकार एउटै सङ्गठनभित्रका ती विभिन्न विभागहरूको लागि सङ्गठनले एउटै नीति, योजना र कार्यक्रम तथा रणनीति चाहिँ सङ्गठनको देखिँदैन है। अतः सङ्गठनले त्यो प्रत्येक विभागका लागि छुट्टा-छुट्टै रणनीतिहरू तय गर्छ। यसरी छुट्टा-छुट्टै रणनीति अन्तर्गत सञ्चालित विभागलाई नै रणनीतिक व्यावसायिक इकाइ भनिन्छ। सङ्गठनका यस्ता रणनीतिक व्यावसायिक इकाइहरू सम्पूर्ण बजारका नभई आफ्ना छुट्टै ग्राहक समूहको आवश्यकता पूरा गर्नमा कार्यरत रहन्छ। ठुला-ठुला कम्पनीहरूले रणनीतिक व्यावसायिक इकाइ तयार गर्दा GE म्याट्रिक्सलाई आधारको रूपमा लिने गर्दछ। यो नमुनाले प्रतिस्पर्धात्मक क्षमता र बजार आकर्षकतालाई मध्यनजर गरी SBU को निर्माण गर्ने हुँदा संस्थागत तहदेखि प्रत्येक स्ट्राटेजिक बिजनेस युनिटका लागि छुट्टै बजारशास्त्र, योजना तथा रणनीति बनाउन समेत मद्दत गर्ने हुन्छ है। त्यसकारणले गर्दाखेरि चाहिँ हरेक SBU का लागि कति स्रोत साधनको विनियोजन गर्ने भन्ने रणनीतिक निर्णय लिन यसले मद्दत गर्छ। रणनीतिक व्यावसायिक इकाइका महत्त्वपूर्ण विशेषतालाई चाहिँ अझै यसरी हेर्न सकिन्छ है। प्रत्येक SBU का लागि छुट्टा-छुट्टै योजना हुन्छ। अब यहाँनिर तपाईँले हेर्नु पनि सक्नुहुन्छ। प्रेसिडेन्टका मुनि कतिवटा कुराहरू छन् हैन। कर्पोरेट प्लानिङभित्र के पर्छ हैन। त्यस पछाडि कर्पोरेट प्लानिङभित्र पनि तपाईँको चाहिँ स्ट्राटेजिकमा बिजनेस युनिट एउटा, दुईटा छ हैन। त्यही प्लानिङभित्र अर्को विभागको लागि छुट्टै छ हैन। अनि तपाईँको चाहिँ एउटा बिजनेस युनिटभित्र हैन 3-4 वटा के छ भन्दाखेरि डिभिजन पनि बनाइएको छ भनेपछि यो चाहिँ एउटा के हो भन्दा मोडल हो। अब यसमा चाहिँ प्रतिस्पर्धी पनि आफ्नै किसिमको हुन्छ हैन। स्ट्राटेजिक बिजनेस युनिटको छुट्टै व्यवस्थापन डिभिजन संयन्त्र पनि हुन्छ। स्रोत साधनमा पूर्ण नियन्त्रण हुन्छ। रणनीतिक व्यावसायिक इकाइ नमुनाले विभिन्न रणनीतिक व्यावसायिक इकाइहरूमा कम्पनीको संसाधनलाई कसरी विनियोजन गर्ने भन्ने सम्बन्धमा निर्णय पनि लिन सहज बनाउँछ है। सो अर्को रहेको छ उद्योगको परिपक्वता र प्रतिस्पर्धात्मक स्थितिको आधारमा रणनीतिक व्यावसायिक इकाइलाई चाहिँ कसरी देखाउन सकिन्छ त भन्दा इन्डस्ट्री म्याच्युरिटी र तपाईँको चाहिँ इन्डस्ट्री लाइफ साइकललाई चाहिँ देखाउन सकिन्छ। कतिको लिडिङमा छ, कतिको स्ट्रङ छ, फेभरेबल छ कि छैन, विक छ कि नन अभाइलेबल
छ कि होइन, कस्तो छ त यसको पोजिसन्स भन्ने कुरा चाहिँ हेर्न सकिन्छ है। लिक्विडिटी कतिको छ, मेन्टेन छ कि छैन, ग्रोइङ छ कि छैन भन्ने कुरा पनि यसलाई चाहिँ पत्ता लगाउन सकिन्छ। अतः अब यहाँनिर तपाईँले अर्को पेजमा अर्को इन्डस्ट्री म्याच्युरिटी र इन्डस्ट्री लाइफ साइकल अनि तपाईँको यतापट्टि लेफ्ट साइडमा चाहिँ कम्पिटेटिभ पोजिसन हेर्न सक्नुहुन्छ। अब यसको एक्सप्लेनेसनमा के भनेको छ भन्दा अतः उद्योगको परिपक्वता र प्रतिस्पर्धात्मक स्थितिको आधारमा रणनीतिक व्यावसायिक एकाइ नमुना तयार पारिसकेपछि बजार अवसर पहिचान गर्न आधारभूत रणनीतिको छनौट गर्नुपर्छ, जस अन्तर्गत निर्माण रणनीति, सम्भार रणनीति, विघटन रणनीति पर्दछन्। यसको माध्यमबाट कम्पनीका लागि कुन रणनीति अवलम्बन गर्दा बचालिन सकिन्छ त्यसको पहिचान गर्न सकिन्छ है। सो अर्को छ व्हाट इज स्वेट एनालाइसिस, एक्सप्लेन विथ एक्जाम्पल्स विथ सिग्निफिकेन्स अफ स्वेट एनालाइसिस इन स्ट्राटेजिक फर्मुलेसन एन्ड इम्प्लिमेन्टेसन भनेर भनेको छ। यो हामीले हरेक वर्ष म्यानेजमेन्ट पढेको विद्यार्थीहरूले पढ्दै आएको एनालाइसिस हो। यो एनालाइसिसले के जनाउँछ भन्दाखेरि चाहिँ स्वेट एनालाइसिस स्पेसल्ली हिजो पनि हामीले कुरा गरेको थियौँ, बजारको परिस्थितिलाई विश्लेषण गर्नको लागि हामीले स्वेट एनालाइसिस गर्नुपर्छ भन्ने कुरा पनि हामीले पढेको थियौँ। सो स्वेट एनालाइसिस भनेको चाहिँ कुनै पनि सङ्गठनको होइन सबलता, दुर्बलता, अवसर र चुनौती के छ भनेर थाहा पाउनु अथवा विश्लेषण गर्नु नै स्वेट एनालाइसिस हो है। सो यसको धेरैवटा एक्जाम्पलहरू छ होइन, यसको विश्लेषण गर्ने तरिकाहरू पनि छ जुन तपाईँले यहाँबाट हेरेर अझै मजाले बुझ्न सक्नुहुन्छ। समग्र रूपमा के बुझ्नु पर्यो भने एउटा सङ्गठनको होइन स्ट्रङ पोइन्ट के हो र त्यसैमा विक पोइन्ट पनि के छ र त्यसले के अवसर सिर्जना गरिरहेछ र त्यो अवसर प्राप्त गर्नको लागि के चुनौती सामना गर्नुपर्छ, त्यही नै स्वेट एनालाइसिस हो है। सो 7 छ डिफाइन पोलिटिकल इन्भाइरोमेन्ट, डिस्क्राइब द मेजर फोर्सेस अफ द पोलिटिकल इन्भाइरोमेन्ट अफ मार्केटिङ होइन। बजारशास्त्रमा चाहिँ होइन राजनीतिक वातावरणमा के क्रियाकलापहरू छ होइन, यसलाई चाहिँ डिफाइन पनि गर अनि यसको तत्त्वहरूको बारेमा पनि भन भनेको छ। सो राजनैतिक वातावरण भनेको चाहिँ कस्तो खालके वातावरण त भन्दा पोलिटिकल इन्भाइरोमेन्ट होइन, मार्केटमा भएका सङ्गठनको क्रियाकलापमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने होइन विभिन्न तत्त्वहरू होइन, जसमा चाहिँ राजनीतिक विचारधारा, पुँजीवाद, साम्यवाद वा फाँसीवाद कस्तो किसिमको धारणा चाहिँ राज्यले लिएर हिँडेको छ, कस्तो किसिमको नैतिक विचारधारा चाहिँ राज्यसँग छ, त्यो विचारधाराले प्रत्यक्ष रूपमा बजारमा असर पार्ने भएकोले गर्दाखेरि यो वातावरण नै होइन राज्यको नैतिक सोचाइ अथवा नैतिक विचारधारा नै होइन के हो त भन्दा राजनैतिक वातावरण हो, जस अन्तर्गत के पर्छन् राजनैतिक विचारधारा परिहाल्यो, सरकारको लोक कल्याण एवं सामाजिक न्यायको लागि प्रतिबद्धताको स्थिति कस्तो छ होइन, सरकारको नीति नियम, राष्ट्रिय सुरक्षा तथा सैन्य नीति कस्तो छ, राजनैतिक स्थिरता कस्तो छ, सरकारको वैदेशिक नीति कस्तो छ होइन, यी सबै नीतिगत कुराहरू होइन, स्वतन्त्र, तटस्थ वा गुटबन्दी वैदेशिक नीति छ कि कस्तो नीति छ, यो सबै कुरा नै राजनैतिक वातावरण हो। अब यसको प्रमुख तत्त्वको रूपमा केलाई लिन सकिन्छ भने राजनैतिक प्रणालीलाई लिन सकिन्छ होइन, भनेको पोलिटिकल सिस्टम कस्तो छ। अब अहिलेका हामीले पोलिटिकल सिस्टमलाई पनि लिन सक्छौँ अनि दिस इज द भेरी इम्पोर्टेन्ट क्वेसन्स होइन, एमबिए सेकेन्ड सेमिस्टरमा पनि आएको थियो, किनकि अहिले राजनैतिक रूपमा एकदमै धेरै चाख बढेको छ। हिजो अस्ति भर्खर हाम्रो चाहिँ 82मा भएको जुन जेनजी प्रोटेस्ट थियो, त्यो प्रोटेस्ट पछाडि जुन राजनैतिक उथलपुथल भइरहेको छ बजारमा, त्यो राजनैतिक उथलपुथललाई लेख्नको लागि चाहिँ यो क्वेसन्स आउन सक्ने धेरै चान्सेस छ। सो एउटा कानुन भयो, सरकारी नीति भयो होइन, प्रेसर गर्ने ग्रुप्सहरू भयो, दबाव समूहहरू भयो होइन, त्यसपछि राजनैतिक स्थिरता भयो, क्षेत्रीय सङ्गठनहरू भयो, यी सबै बजारशास्त्र र राजनैतिक वातावरणका प्रमुख तत्त्वहरू हुन्। यसको बारेमा हामीले एक्सप्लेनेसन गर्नुपर्ने हुन्छ, जुन तपाईँले राम्रोसँगले स्टडी गर्न सक्नुहुन्छ र यसको लागि तपाईँलाई नोटहरू चाहिएमा तपाईँले कमेन्ट गर्न पनि सक्नुहुन्छ है। सो थ्याङ्क
थ्याङ्क यू सो मच फर वाचिङ। यतिखेरसम्म सुनिराख्नु भएको छ, द्याट मिन्स तपाईँहरू एकदमै सिरियस हुनुहुन्छ एन्ड यतिखेरसम्म आइपुग्नु भएको छ भने हामी अर्को भिडियो पनि लिएर तपाईँहरूको माझमा आउने नै छौँ। यतिखेरसम्म वाच गरिराख्नु भएको छ, लाइक सेयर र सब्सक्राइब गर्नको लागि नबिर्सिनु होला। तपाईँहरूको 30 दिनको प्रिपरेसनलाई सजिलो बनाउनको लागि हामी आइपुगेको छौँ र हामीले एमबिए सेकेन्ड सेमेस्टरको पनि धेरै थ्योरेटिकल क्वेसन्सहरूमा राम्रो सफलता प्राप्त गरेको छौँ भने यो क्वेसन्सहरूमध्ये एउटा क्वेसन्स अलमोस्ट कन्फर्म क्वेसन्स छ। त्यसैले गर्दाखेरि तपाईँहरू जहाँ जुन अवस्थामा जसरी पनि तपाईँहरूले यो सुनिराख्नु भएको छ र सुनिराख्न पनि पाउनुहुन्छ। तपाईँले चाहिँ एक्जामको अघिल्लो दिन पनि यो सुन्दै हुनुहुन्छ भने धेरै कन्सेप्ट क्लियर हुन्छ। धेरै जसो एमबिएसका विद्यार्थीहरूलाई गाह्रो परेको, एमबिएसको विद्यार्थीहरूलाई लेख्नको लागि साह्रो परेको रिजन भनेको वर्किङ हुनुहुन्छ, काम गरिराख्नु भएको छ, लेक्चर एटेन्ड गर्न पाउनुहुन्न र सर्टेन क्वेसनको सर्टेन एन्सर मात्रै दिइराख्नु भएको कारणले गर्दाखेरि चाहिँ लेख्दा पनि मार्क्स नआएको धेरैजनाको अवस्था छ। त्यसैले हामीले केही लेक्चर्सहरू यदि सुनिरहेको छौँ, एटेन्ड गरिरहेको छौँ भने पनि यसले हामीलाई धेरै प्लस पोइन्ट दिन्छ। द्याट्स वाइ तपाईँहरू जहाँ जस्तो अवस्थामा हुनुहुन्छ यो भिडियोलाई तपाईँले हेर्न सक्नुहुन्छ। हाम्रो उद्देश्य भनेको तपाईँहरूले पढाइ मात्र गरिराख्नुहोस् भन्ने होइन, तर तपाईँसँग रहेको थोरै खाली समयले पनि प्रोडक्टिभ समय तपाईँको रहोस्, त्यसको लागि हामीले यो युट्युबमा अपलोड गरिरहेको छौँ। जहाँ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुहोला र तपाईँको प्रिपरेसनलाई अझै स्ट्रङ बनाउनु होला भन्दै फेरि पनि अर्को भिडियोमा भेट्ने नै छौँ। त्यतिखेरसम्मको लागि थ्याङ्क यू सो मच एन्ड लाइक सेयर र सब्सक्राइब गर्दै तपाईँहरू जस्तै अरू साथीलाई सेयर गर्न नबिर्सिनु होला। एन्ड एट द एन्ड थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।